यो एउटा सानो प्याकेट। त्यसको मूल्य कति पर्ला? सायद केही 100 रुपियाँ? होइन। यसको असली मूल्य त कसैको पुरै जवानी हो। यो कुनै काल्पनिक कथा होइन। यो त हाम्रै छिमेकीको कथा हुन सक्छ, हाम्रै कुनै साथीको कथा हुन सक्छ, वा सायद यो हाम्रै समाजको कथा हो। नेपालमा हरेक दिन कसै न कसैको जीवन ठिक यसरी नै थाहै नपाई अन्धकारमा बिलाइरहेको छ। अब सुरु गरौँ सागरको कथाबाट। एक 23 वर्षीय ठिटो, जसको लागि काठमाडौँको एउटा सामान्य रात उसको जीवनकै अन्तिम स्वतन्त्र रात बन्न पुग्यो, केवल एउटा सानो निर्णयले उसको पुरै भविष्य सधैँका लागि बदलियो। कल्पना गरौँ त, रातिको 11 बजेको छ, काठमाडौँको एउटा सुनसान गल्ली। 23 वर्षको सागर घर फर्काउँदैछ। अनि त्यही बेला अँध्यारोबाट एउटा आवाज आउँछ। उसको एक साथीले बोलाउँछ। ऊ भन्छ, एकपटक मात्र त हो नि, कसैलाई के थाहा हुन्छ र? सागरले एकछिन सोच्यो होला, अनि उसले त्यो प्रस्ताव मान्यो। बस त्यही क्षण, त्यही पल उसको जिन्दगीको अन्तिम स्वतन्त्र पल थियो। उसलाई के थाहा, त्यो एउटा निर्णयले उसको भविष्य सधैँका लागि जेलको कोठीमा कैद हुँदैछ भनेर। अब कुरा गरौँ त्यो कठोर कानूनको, जसले यस्तो गल्तीलाई कहिले पनि माफी दिँदैन। ठ्याक्कै 72 घण्टापछि त्यही गल्लीमा प्रहरीको गाडीको साइरन बज्छ। खानतलासी गर्दा सागरको खल्तीमा 3 ग्राम ब्राउन सुगर भेटिन्छ, अनि उसको हातमा हत्कडी लाग्छ। त्यो सानो जम्मा 3 ग्रामको प्याकेटको सजाय 5 देखि 10 वर्ष जेल। यो कुनै चेतावनी मात्र होइन, यो हाम्रो देशको कानूनको कठोर वास्तविकता हो। नेपालको लागू औषध नियन्त्रण ऐन 2033 यो एउटा यस्तो कानून हो जसले यस्ता अपराधमा कुनै दया, कुनै छुट देखाउँदैन, एकदमै कठोर तर स्पष्ट छ। अब हेरौँ है, यो कानूनले के भन्छ। यदि कसैले सेवन मात्रै गर्यो भने पनि सिधै 6 महिना जेल, 25 ग्रामसम्मको कारोबारमा सागरको जस्तै 5 देखि 10 वर्ष, अनि 25 देखि 100 ग्रामसम्म भेट्यो भने 10 देखि 15 वर्ष, र यदि 100 ग्रामभन्दा बढी भेट्यो भने आजीवन कारावास। सोच्नुस् त। सागर त जेल गयो, तर सजाय उसले मात्र भोगेन, उसको पुरै परिवारले भोग्यो। अब हेरौँ कसरी एउटा हाँस्दै खेल्दै गरेको परिवार ध्वस्त भयो। पहिलो वर्ष वकिललाई पैसा तिर्न घर बेच्नु पर्यो। दोस्रो वर्षमा समाजको अगाडि मुख देखाउन नसकेर बुबाले जागिरै छोड्नुभयो। चौथो वर्षमा पुग्दा जेल परेको दाजुकी बहिनी भनेर बहिनीको बिहे टुट्यो। अनि 5औं वर्षमा जब सागर जेलबाट छुट्यो, उसको लागि बाहिर कुनै संसार नै बाँकी थिएन। परिवार पुरै तहस नहस भइसकेको थियो। त्यसैले वास्तवमा सागर मात्र जेल गएन, उसको पुरै परिवारले त्यो कैद बिना पर्खाल भोगिलयो। तर यो सब हुन्छ कसरी? आखिर कसरी फस्छन् त युवाहरू? यो ब्राउन सुगरको कारोबार एउटा निकै योजनाबद्ध जाल हो, जुन 5 चरणमा बिछ्याइएको हुन्छ। पहिलो चरण, पहिलो पटक सित्तैमा दिइन्छ। दोस्रो चरण, दोस्रो पटक सस्तोमा। तेस्रोमा, जब लत लाग्छ, मान्छे आफै माग्न पुग्छ। चौथो चरणमा, पैसा सकिएपछि त्यही चीज बेच्न लगाइन्छ। र अन्तिम 5औं चरण, प्रयोगकर्ता पक्राउ पर्छ र त्यो बेच्न लगाउने मान्छे ऊ गायब भइसक्छ। मतलब यो खेलमा प्रयोगकर्ता केवल एउटा शिकार हो र बेच्नेहरू उनीहरू शिकारी हुन्। त्यसो भए यो डरलाग्दो जालबाट बच्ने उपाय के त? उपाय एकदमै सरल छ। केवल एउटा शब्द, जसले एउटा पुरै जीवन बचाउन सक्छ। आज नेपालका जेलहरूमा सागर जस्तै हजारौं युवाहरू छन्, र उनीहरू सबैको कथा एउटै वाक्यबाट सुरु भएको थियो, एकपटक मात्र त हो नि। अब सोच्नुपर्ने कुरा यो छ, यदि कसैको साथीले यस्तो प्रस्ताव राख्यो भने उसको कथा कस्तो बन्ला? सधैँ याद राखौं, एउटा नाले एउटा पुरै जीवन बचाउन सक्छ। यदि कसैलाई वा चिन्जानको कसैलाई यस्तो समस्यामा सहयोग चाहिएको छ भने कृपया नहिचकिचाउनुहोस्। नेपाल प्रहरीको हेल्पलाइन 1100 मा फोन गर्न सकिन्छ। यहाँबाट पाइने सबै सहयोग निःशुल्क र पूर्ण रूपमा गोप्य राखिन्छ।